रङ्गीन क्रान्तिलाई मैले कहिले पनि समर्थन गर्न सकिनँ। नेपाली जनताका समस्याहरू समाधान गर्ने भनेर भदौ 23 र 24 गतेको विध्वंस निम्त्याइएको थिएन। खास मानेमा नेपाली समाजभित्र रहेका पुँजीवादी शोषणहरू र रहिएका सामन्ती उत्पीडनहरूको विरुद्धमा नेपाली काम गरी खाने जनताहरू सङ्घर्ष गरिरहेका थिए। ती सङ्घर्षहरू कि त सम्झौतामा टुङ्गिरहेका थिए कि त भने सम्झौता गर्ने तयारीमा बार्गेनिङ गरिरहेका थिए। योभन्दा केही फरक हामी केही साथीहरू भने न त सम्झौता न त बार्गेनिङ, निरन्तर आन्दोलन अगाडि बढाउँ भनेर सडकमा केन्द्रित भएर काम गरिरहेका थियौँ। तर यही बिचमा नेपाली राजनीतिमा नयाँ उदाउन खोजेका नयाँ ठगहरू, राजनैतिक ठगहरूले विदेशीको डिजाइनमा एउटा 23 गतेको नक्कली आन्दोलन र नक्कली आन्दोलनबाट सरकार र प्रतिपक्ष बिचमा भिडन्त गराएर एउटा ठुलो विध्वंस मचाएर त्यसबाट यो पुरानो सरकारलाई अपदस्थ गरी त्यो जनताको सेन्टिमेन्ट आफूतिर क्यास गर्नको निम्ति एउटा रणनीति बनेको थियो। जुन रणनीतिको उपज भदौ 23 को दुर्घटना, सरकारले युवाहरू मार्ने कन्डिसन र आन्दोलनकारी नामका भिडले 24 गते देश जलाउने, विध्वंस मचाउने एउटा खेल खेलिएको थियो। र यो चेस प्लेमा दुईटै खेलाडीहरूले देश र जनतालाई सङ्कटमा पारेका थिए। त्यही सङ्कटको उपज हो आजसम्मको नेपाली राजनीतिमा भइरहेका अप एन्ड डाउनहरू। जुन जुन राजनीतिक पार्टीहरू 23 गतेको नक्कली आन्दोलनलाई समर्थन गर्न पुगे, तिनीहरू सत्तापक्षीय या प्रतिपक्षीयको नाममा लडिरहेका छन्। समर्थन गर्ने या विरोध गर्नेहरू खास मानेमा यिनीहरूसँग नयाँ राजनैतिक सुझबुझ पनि छैन र यिनीहरूले जनताको समस्या उठान गरेका पनि छैनन्। बरु भलै 23 गते हामी 60-70 जना मान्छेहरू माइती घरको आन्दोलनमा सकि नसकी आफ्नो आन्दोलन निरन्तर अगाडि बढाइरहेका थियौँ र आर्थिक शोषण विरुद्ध लडिरहेका थियौँ। भलै त्यो आन्दोलन त्यति शक्तिशाली सङ्गठित थिएन, तर इमान्दार थियो र 23 गतेको विध्वंस प्रति पनि सचेत थियो। त्यसैले हामी त्यो अर्को 10,000 मान्छेहरूको भिडमा गएनौँ र 24 गतेको देश जलाउने काममा पनि सहभागी भएनौँ। बरु हामीले यो सङ्कटको बेलामा जनताले चाहिँ खास मानेमा यो पुराना शक्तिहरूलाई तह लगाउन सकिन्छ भने जनताको शक्ति आउनुपर्छ भनेर चाहिँ हामीले भनेको, त्यो कुरा चाहिँ भनेको। तर यिनीहरूलाई सपोर्ट गरेर बोलेको कुरा होइन हो। यिनीहरू बिचमा भएको गडबडीलाई एउटा यथार्थवादी ढङ्गले प्रस्फुटन पनि गरेको, प्रस्तुति पनि गरेको र त्यो भदौ 23 र 24 गतेको नक्कली आन्दोलन, त्यो रङ्गीन क्रान्ति, देश डढेलो लगाउने, विध्वंस मचाउने सबै कुराहरू एकपछि अर्का राजनीतिक घटनाक्रमहरूले पुष्टि गर्दैछन्। भदौ 23 गतेको आन्दोलन सिडिओ कार्यालयमा गरेर सिग्नेचर गराउने आन्दोलनको वैधानिकता आफूमा छ भन्ने पुरुषोत्तम यादव भाइले बिचारा आज जनकपुरमा गएर जुन भाषण गरेका छन् र तिनले त्यहाँ सुगा रटाइरटेका छन्, पुरुषोत्तम यादव कसरी प्रयोग भएको मान्छे हो भन्ने कुरा थाहा हुन्छ। हामीलाई नेपाली समाजभित्र मधेसमा पनि शासक वर्ग र शासित वर्ग छ भन्ने थाहा छ।
पहाडमा पनि शासित वर्ग र शासक वर्ग छ भन्ने थाहा छ र हिमालमा पनि शासित वर्ग र शासक वर्ग छ भन्ने थाहा छ र समग्र नेपाली समाजमा पनि शासित वर्ग र शासक वर्ग छ भन्ने कुरा थाहा छ। यो थाहा भएकै कारणले गर्दा भदौ 23 र 24 को विध्वंसदेखि आजसम्मको यो राजनीतिक घटनाक्रमहरू जसरी घटिरहेका छन् यसलाई हामी आलोचनात्मक ढङ्गले हेरिरहेका छौँ र जनतालाई सचेत गराउने काम गरिरहेछौँ। त्यसैले नझुक्यौँ। यी ठगहरूले हामीलाई भोलिको दिनमा पनि धोका दिन्छन्। हो, यति भन्दै गर्दा नेपाली समाजमा रहेको सामन्तवादी उत्पीडित मानसिकता र पुँजीवादी शोषणकारी मानसिकताको उपज आज शासकहरूको गुलामी गर्नको निम्ति जनता तयार भइरहेका छन्। यो 2072 सालको संविधानलाई मान्ने जनता जति सबै यिनै शासकहरूको पिछलग्गु बन्नुपर्ने र 2072 सालको संविधानमा सम्झौता गरेर निर्माण भएका जति पनि शक्ति राजनीतिक शक्तिहरू छन् यिनीहरूले जनतालाई झुक्क्याउने प्रथा चलिरहन्छ। जनताहरू झुक्किरहनेछन्। आज पनि, हिजो पनि झुक्केका थिए, आज पनि झुक्किँदैछन् र भोलि पनि झुक्किनेछन्। त्यसैले जबसम्म जनतामा पुँजीवादी शोषणको विरुद्ध क्रान्तिकारी चेत हुँदैन, वर्ग सङ्घर्ष गर्ने उनीहरूसँग भावना पैदा हुँदैन, तबसम्म यो देशका पुराना पुस्तालाई जसरी यो देशका पुराना शासकहरूले ठगे त्यसरी नै यो देशका नयाँ पुस्तालाई नयाँ शासकहरूले ठग्छन् र नयाँ शासकहरूको हुङ्कार जनतालाई ज्ञान वितरण गर्ने होइन, शासकहरूका मुद्दा घोकाउने, सुगा रटाउने प्रथा जुन आज जनकपुरमा देखा पर्यो। दसौँ हजार लाखौँ होलान्, हजारौँ होलान्, जति मान्छेहरू छन्, पुरुषोत्तम यादवको सुगा रटाई त्यो भाषण थिएन, त्यो सुगा रटाइले पुष्टि गरेको छ। धन्यवाद।